कोही नमिल्ने कसैको के नमिल्ने कोही कहिले टाइमै नदिने होइन कोही मतलब टाइम नदिने भन्दाखेरि उस्तो मनै नगरे जस्तो गरिदिने क्या दाइ अहिले चाहिँ हामीलाई लिजेन्ड क्याटले दिइरहेछ र हेरिरहेछ र अलिक सजिलो भएको छ लिजेन्ड क्याट मतलब सुको लिजेन्ड क्याट त्यहाँ एउटा क्लोदिङ ब्रान्ड पनि पो छ चित्तै बुझ्दो काम गरिदिँदैन क्या गरिदिन्छु भाइ भन्छ होइन आश देखाउने आश देखाएपछि त लथलिङ्ग छोडिदिने क्या श्रीपाद साइपर नेमै चाहिँ किन राखेको तिमीहरूले केराबारी साइपर पनि आउन सक्थ्यो कसले टाइमै दिँदैन क्या दाइ धेरै फोकस छैन फोकसै छैन हामी गरिरहेको हुन्छौँ छ म्युजिकहरू त सब प्रोजेक्टहरू छ बाँकी पेन कोर्दै बस्छु कापीमा कटिसक्यो आधी रात सत्य कुरा बोल्छ म होइन तिम्रो ख्यास म होइन तिम्रो लास तिमीलाई मायाको के कमी थिएन तोडिदियो आस मलाई So hello guys, welcome to our Bedguard podcast. अनि this podcast is production by NB Trap House अनि production हेडमा हुन्छ हाम्रो नडीबुद्ध दाई त्यसैगरी हाम्रो क्यामेराम्यानमा हुनुहुन्छ महेश अनि म चाहिँ होस्ट केएल किङ अनि this podcast is supported by मिक्लाज हिप हप कम्युनिटी अनि shout out to each and every rappers from पूर्वय सो अनि आज चाहिँ मसँग हाम्रो भेटघाट पोडकास्टमा ट्यालेन्टेड ऱ्यापर फ्रम केराबारी है सो दुईजना ऱ्यापर्सहरूलाई चाहिँ हाम्रो आज पोडकास्टमा के कस्तो छ उनीहरूको स्ट्रगल जर्नी हिपहप जर्नी लाइफको बारे त्यो बारे हामी कुरा गर्नेछौँ सो विदाउट वेस्टिङ एनी टाइम हाउ सो लेट्स वेलकम आवर गेस्ट वेलकम टु आवर भेटघाट पोडकास्ट ब्रदर भाइरस है उसको नाम चाहिँ भाइरस है एके भाइरस यता हाम्रो रेवनजी है फ्रम केराबारी सो दुईजनै केटाहरूलाई वेलकम छ हाम्रो भेटघाट पोडकास्टमा अनि कस्तो कस्तो भयो त अनि आज अघि कल गर्दाखेरि दाइ कता भन्दै थियो यता सो फर्स्ट टाइम अब तिमीसँग म फर्स्ट टाइमै भेट भएको हो कि फर्स्ट टाइमै हो त्यही त पहिले भएको कुरा चाहिँ पहिलेबाटै भएको भाइसँग कुरा हुन्थ्यो के कस्तो छ यताउति भन्ने टाइपको तर हामी कोल्याब पनि भएको थियौँ है तर त पुरानो कुरो हो जो भाइसँग पहिले तर भेट कतिजना चाहिँ छ क्या मेरो साथीहरू अस्ति ऱ्यापकाल पनि आएको थियो उसँग टन्नै टाइमदेखि बोलचाल भएको तर भेटघाट चाहिँ भर्खरै मात्र भएको अनि बिग साउट आउट टु हाम्रो नटीबुद्ध है सो दाइले भेटघाट पोडकास्ट गरेर चाहिँ मैले धेरै मेरो साथीभाइ दाइहरूलाई मैले थ्रु दिस पोडकास्ट भेटघाट गर्न पाइरहेको छु सो अब गाइस अलिकति अब तिमीहरूको लाइफको बारे कुरा गर्नु न त सुरुमा टक्कसँग के चल्दैछ त लाइफमा अनि ठिकठाक म्युजिक पढाइ कहाँ कतिमा पढ्दैछ 11 यता हाम्रो रेवन्जीको म अहिले 10मा हो दुईजना सँगै क्लासमेट हो कि होइन ऊ के अरे सार्वजनिक पढ्छ म चाहिँ मचिन्द्र पढ्छ अहिले ठिक छ अनि यो पढाएर यता अब हुन त म पनि स्टुडेन्ट हो मलाई थाहा त त्यही तिमीहरूलाई चाहिँ कस्तो हुन्छ त्यो पढाएर यता अब ऱ्यापलाई पनि ब्यालेन्स गर्न चाहिँ गाह्रो हुन्छ नि दाइ यता गएर उता खुस्किन्छ यता गएर यता त्यो अनि त्यो के भन्छ कहिले ऱ्यापमा लेख्छ नि म टक्क ब्याक बेन्चमा बसेर सरले पढाउँथ्यो म यता ऱ्याप लेख्थेँ त्यस्तो त हुन्छ हुँदैन तिमीहरूको हुन्छ तिम्रो चाहिँ हुन्छ ठिक छ गाउनुपर्छ हसल त हान्नुपर्छ सो अब यो लाइफ त भइहाल्यो है सो लाइफको बारेमा पनि कुरा के गरौँ ल अब यो डाइरेक्ट म हिपहपमा जाउँ किनकि त्यो मलाई कुरा घुमाउनु भन्दा पनि डाइरेक्ट स्ट्रेट पोइन्टमा जानु मन लाग्छ सो हिपहपको बारे कुरा गर्दाखेरि सो फर्स्टमा चाहिँ तिमीहरू हिपहपसँग कसरी इन्ट्रोड्युस भयो त लाइक 6देखि होइन 6देखि साथीले ल्याएको थियो क्या साथीसँग मुस्कान भन्ने साथी छ होइन माथिको माथि पढ्छ म चाहिँ अहिले तल पढ्छु होइन माथि नै पढ्छ माथिको स्कुल अनि साथीसँग चाहिँ लाउरे दाईको गीत सुन्ने क्या लाउरे दाईको गीत होइन अनि त्यो लाउरे दाईको हाउडे ट्याप ल्याउँथ्यो क्या उसको हामीसँग फोन दिएन ट्याप ल्याउँथ्यो अनि फेरि भिटेन दाईको भर्खर हामी जस्तै त हुने ब्रो चलिरहेको थियो है त्यसपछि बिस्तारै सुन्दै गएँ पहिला चाहिँ गीत गाउँथेँ क्या दाई म कति ऱ्यापरहरूको त्यस्तै हुन्छ क्या कोही म पनि पहिले सुरुमा स्टार्टिङ त म पनि के भन्छ त्यो कविता गाउँमा त जे पाए त्यो यताउति हाने टाइपबाटै सुरु भएको गीत गाउँथेँ क्या दाइमा अनि त्यसपछि बिस्तारै अब अङ्कलहरूले लेख्न त पनि आफ्नै अरूको के गाउँछ आफ्नै लेख भन्नु होइन अनि आफ्नै फ्यामिलीको बारेमा लेखेको थिएँ याद चाहिँ छैन दाइ आफै लेखेको थिएँ त्यसपछि बिस्तारै दाइलाई चिने सबभन्दा सुरुमा चिनेकै दाइलाई होला त्यसपछि सुनिललाई चाहिँ रेस्ट इन पिस होइन सुनिललाई त बित्नुभयो दाइलाई चाहिँ नि दाइसँग कोल्याब
फर्स्ट कोलाबी दाइसँग हो त माया छ थाहा छ नि दाइलाई माया छ जुन र तारा रमाइलो थियो त्यो दिनहरू पनि रामन्जीको चाहिँ मेरो चाहिँ म पनि 7-8 मै पढ्थेँ मेरो साथीहरू अब साथीहरूसँग हाम्रो हुने क्या अब भिटेनहरूको यामाबुद्धहरूको दह्रो सुनिन्थ्यो अनि हामी त्यसै कभर हान्दै बस्थ्यौँ क्या अनि एकताल चाहिँ अब साथीहरूले लेख्ने भयो क्या त्यतिकै लेख्ने भएरै हामीले लेख्न स्टार्ट गरेको त्यहाँदेखि अहिलेसम्म यस्तै यस्तै भइरहेछ ठिक छ भनेपछि अनि तिमीहरू अनि मतलब फरेन चाहिँ सुन्छ कि सुन्दैनौ अनि हल्का ठिक छ किनकि अब मैले सुरुमा चाहिँ म म फेरि त्यता चाहिँ जाँदिनँ म भनेको चाहिँ यतै हाम्रो छिमेकीमा जान्छु म चाहिँ धेरै पहिले सुन्ने भनेको डिभाइनहरू थियो डिभाइनमा हामी पनि सुन्छौँ त्यो म चाहिँ अब त्यो त्यति यो इङ्ग्लिस ऱ्याप अब बुझिँदैन पनि थियो अब सुन्दा त कुलै हुन्थ्यो बट त्यो सुन्ने भनेको त्यही हल्का अब अलिकति धेरै चलेको अरे एमिनेमहरूको मात्र त्यो डिपली त जान्दैन थियो म बट अहिले चाहिँ अब चाहिन्छ नलेजहरू जेनरल नलेज चाहिन्छ र अब एज अ यो फिल्डमा भएपछि त होइन सो अब यो हिपहपकै कुरा गर्दाखेरि होइन म अब ऱ्यापरै हान्छु ऱ्याप नै हान्छु भन्ने टाइपको चाहिँ त्यो तिमीहरूबाट कसरी त्यो कहिलेदेखि चाहिँ तिम्रो त्यस्तो भयो अब ऱ्यापै हान्नु पऱ्यो म पनि भन्ने टाइपको चाहिँ पहिल्यैदेखि नै हुँदा अब छोड्ने त कुरै भएन यहाँसम्म आइसकेपछि त छोड्ने कुरै भएन गर्नुपर्छ बिस्तारै उसको त्यस्तै हो त उसकै सेमसेमै हाम्रो अनि तिमीहरूको कस्तो छ उता सर्कलहरू कस्तो छ सर्कल राम्रै छ भनौँ न अहिले निक्लिँदैछ ऱ्यापरहरू हाम्रो साथीहरू जो निक्लिँदैछ केराबारीको सिनमा पनि हामी एकछिन जानेछौँ अझै डिप डाउन सो अब हिपहपमा छिरेपछि त हिपहपमा एउटा स्टेज नेम हुन्छ सबैको त्यो तिमीहरूको यो स्टेज नेमको बिहाइन्ड द स्टोरी चाहिँ के छ त यसको मिनिङ खासै केही छैन युनिक राखौँ पहिला राखेको थिएँ क्या त मैले एक्स भाइरस म्युजिक एक्स चाहिँ एक्सएक्सएक्स टेन्टासियनबाट इन्सपायर भएर राखेको पछि त्यो च्यानल उड्यो अनि त्यस भएर भाइरस म्युजिक भाइरस द ग्रेट साँच्चै तिम्रो त्यो च्यानल के चाहिँ भएर मलाई भन्दै थियो दाइ मेरो च्यानलै उड्यो भन्दै थियो फोन ह्याङ भइरहेको थियो रिसेट गरेको उड्यो क्या अनि लगइन गर्नु खोज्दाखेरि नम्बर दाइकोबाट खोलेको दाइले सिमै हराउनु भएछ अनि आइडी पनि थिएन पासवर्ड पनि थिएन अनि ठिक छ अनि तिम्रो चाहिँ मेरो पनि अब के भन्नु त्यस्तै हो होइन त्यत्तिकैमा राखिदिउँ न त टाइम होइन राखिदिउँ न टाइपमा भन्दा मैले सोचेँ डरै सोचेँ होइन के राखौँ जस्तो भइरहेको थियो अनि त्यसपछि त्यस्तै भनौँ न त्यसपछि जी नै थपिदिने भयो नर्मल धेरै युनिक किन राख्नु भनिकन नर्मलै जी नै हालिदिकन रेवन्जी राखिदिएको ठिक छ सो अब त्यो मिनिङै हुनुपर्छ भन्ने पनि छैन है सो भिटेनले पनि त आफ्नो नाम त्यत्तिकै राखेको उसले भन्छ पोडकास्टमा मैले त्यत्तिकै लैलैमा त्यो 16-17 वर्ष उमेरको केटो त्यत्तिकै कुल देखिन्छ भनेर राखिदिएको सो मिनिङै हुनुपर्छ भन्ने छैन है सो अब गाइज तिमीहरूको भर्खर रिसेन्टली साइपर ड्रप भएको छैन त हजुर सो त्यसको बारे अलिकति के भनिदिनु न त अडियन्सहरूलाई श्रीपाद साइपर गएर हेरिदिनु पर्ने हुन्छ होइन सो त्यहाँ को आर्टिस्टहरू फिचरिङ छ म छु साथी छ अनि विवेक दाई हुन्छ सावन दाई हुन्छ अनि रोमन साथी छ 5 जना छौँ श्रीपाद साइपर ठिक छ अब कुनै बेला नेक्स्ट अब श्रीपाद साइपर 2 आयो भने चाहिँ त्यति बेला सबै आर्टिस्टहरूलाई लिएर चाहिँ पोडकास्ट गर्नेछु आज चाहिँ अब अलिकति भनौँ न अलिकति टेक्निकल प्रब्लम अनि उनीहरू पनि अलिकति बिजी भएको हुनाले अलिकति सबैजना ल्याउन सकेनौँ हामीले पनि केही छैन सो नेक्स्ट टाइम चाहिँ हामी सबैजना ल्याउने ट्राई गर्नेछौँ सो यो श्रीपाद साइपरको बारे कुरा गर्दाखेरि चाहिँ अलिकति यसको भनौँ न यो स्टार्टिङ चाहिँ कसरी भयो त नि गरौँ त ल श्रीपाद साइपर किनकि अब हेरे सबैले साइपर सुरु गर्दाखेरि नि मेनली भनेको अब यो भित्र एकछिनमा जाउँ ल पहिला नेमैमा जाउँ श्रीपाद साइपर नेमै चाहिँ किन राखेको तिमीहरूले केराबारी साइपर पनि आउन सक्थ्यो केराबारी साइपर के भन्दा अब श्रीपाद साइपर चाहिँ यस्तो भएको थियो क्या दाइ म माथि नै थिएँ खासै चिनेको थिइनँ मैले चिनेको भनेको सुनिल दाई मात्रै थियो क्या केराबारीमा खासै कोही पनि चिनेको थिइनँ त्यतिखेर तेजु दाईहरूले हिपहप यात्रा केराबारी हिपहप यात्रा 2081 अनि त्यो गर्नुभएको थियो त्यसपछि चाहिँ केटाहरू पनि रहेछ है अब म नि एसी ठिक्क सकिनु आँटेको थियो क्या मेरो एसी आउनु आँटेको थियो एसीको 3 महिना छुट्टीमा चाहिँ गरौँ न त साइपर यता मिक्लाजुङबाट पनि आइरहेछ होइन अनि गरौँ न त भनेर सोचायो अनि मैले म्यासेज गरेँ यो विवेक दाईको थ्रुबाट उसँग कन्ट्याक्ट भएको होइन अनि त्यसपछि कुरा भयो सबैसँग कुरा भयो म तल झरेँ होइन एसी सकेपछि छुट्टीमा गर्ने कुरा भयो भेट पनि गऱ्यौँ होइन हामीले भेटघाट पनि गऱ्यौँ होलीको दिन है होलीको दिन भेटेको थियौँ हामी अनि मिटअप कति राख्यौँ हुनै सकेन क्या दाइ कसैको कोही नमिल्ने कसैको के नमिल्ने कोही कहिले टाइमै नदिने होइन कोही मतलब टाइम नदिने भन्दाखेरि
उस्तो मनै नगरे जस्तो गरिदिने क्या दाइ त्यही त पहिले कुरा हुन्थ्यो दाइ निकाल्न लागेको साइपर भन्थ्यो भाइ खोइ त नि तिमीहरूको फेरि भन्नु थाल्यो म अनि ल अब चाहिँ नहुने नै रहेछ अब छोडिदिने हामी यो प्रोजेक्ट क्लोज गरिदिने होइन भएको थियो अनि अस्ति दाइले नि होइन यता भेट मैले केटाहरू त पोलदेखि नै भन्थेँ नि केटाहरू निकाल्नुपर्छ एउटा साइपर चाहिँ भनेर जस्तो सुकै भए पनि राम्रो हामीले हाम्रो निकाल्छ फर्स्ट साइपर हेर्दा अहिले हामीलाई कस्तो बिल्ला लाग्छ बट त्यही नि अब कसैले कसैले त ल्याउनु पऱ्यो सुरुमा बिल्ला भए पनि सो केटाहरूले पनि ल्यायो साइपरै सबैजना सपोर्ट पनि हानिदिनु अनि यो साइपरको अब मेन चाहिँ कसले लिड हानेको यसलाई सबैले नै हो दाइ रेवनजी म सबै हुन्थ्यो विवेक दाई सबै नभए त आउँदै थियो नि ठिक छ त्यही त सबैको एकजनालाई मात्र गर्ने होइन नि त्यो अभियसली है सो अब यो साइपरको कुरै गर्दाखेरि चाहिँ अलिकति अब केही तिमीहरूलाई अडियन्सहरूलाई सेयर गर्न मन छ कि त्यो साइपरको सुटको बेलाको एक्सपिरियन्स मिटअपको बेलाको अथवा रेकर्डिङको बेलाको कस्तो मतलब टक्क के भएको कस्तो गर्छु भनेर मात्रै हुँदैन गरी पनि हाल्नुपर्छ होइन गर्छु भनेर चाहिँ हुँदैन त बसिराखेर त हुँदैन अब आँट्नु पर्यो सानै चिजबाट त सुरु हुने हो त्यही त के छैन नि के त्यो के गरौँ कि नगरौँ त्यो हाम्रो पनि मन खुल्दुर हुन्थ्यो अनि हामीले हाम्रो के भन्छ क्यामेराम्यान दाइहरूलाई उतासँग कुरा गरेको उनीहरूले दाम माग्ने अनि दाम दिनु खोज्दा पनि डेट नहुने नपर्खिन् तिनीहरूलाई भनेर हामीले टक्क कसको आइफोन थियो ल्याम्ने मागेर हानिदिएर हामी पनि त्यही गरौँ हामीले नयाँ आइफोनबाटै गरेको नि नर्मल फोनबाट रेकर्डिङ पनि फोनबाटै हामीसँग स्टुडियो सेटअप छैन होइन त्यही हो प्रब्लमै त्यही हो क्या दा हामीलाई चाहिँ त्यही आर्टिस्टहरूमा त्यही नै हो है यसो तर चिन्ता नगर यहाँ नटी विथ द ट्र्याप हाउस छँदैछ है त तिमीहरूलाई टक्कसँगले केही चाहियो भने यहाँबाट सपोर्ट पाइहाल्छौ है सक्दो हामी सपोर्ट गर्नेछौँ सो अनि उता सिनियर दाइहरूले चाहिँ के तिमीहरूलाई कस्तो के छ भने कस्तो छ पोजिटिभ छ कि कस्तो खालको छ तिमीहरूमा सिनियर दाइहरूले खै गरी त रहनु भएको छ गरेको कि नगरेको के भन्नु दाइ चित्तै बुझ्दो काम गरिदिँदैन क्या अब गरिदिन्छु भाइ भन्छ होइन आश देखाउने आश देखाएपछि त लथलिङ्ग छोडिदिने क्या अब टाइम कस्तो अब सबैले टाइम निकालेर आएको छैन घरबाट फ्यामिलीलाई फकाएर कस्तो गरेर आइरहेको छ होइन उनीहरू चाहिँ आउँदैछु भाइ यहाँ छु भनिदिने नआइदिने अनि आए पनि ढिलो आइदिने अनि घरमा त कराउँछ नि त हामीलाई नि होइन फ्यामिली प्रब्लम छ दिनुहुन्न फ्यामिली पनि यसरी जतिखेर नि हिँड्नु दिनुहुन्न नि त हप्ता दिन रेगुलर आयो है पाठ हामी मिटअपको लागि रेगुलर आयो दाइहरूले नै सर टाइम दिनु भएन क्या अनि त्यस्तै केही क्लोज भयो अनि अस्ति 1 महिना 2 महिना होला कुरा उठाएर भागबुक दिइहालेको त्यही राम्रो हुन्छ क्या त्यो प्लानिङ गरेको कुराहरू सक्सेस हुँदैन तर घाङडुङ हानेकोहरू चाहिँ फेरि हुन्छ क्या दामी सो अब यो फ्यामिलीको कुरा गर्दाखेरि फ्यामिलीबाट चाहिँ कस्तो खालको सपोर्ट छ तिमीहरूमा पोजिटिभ नै छ गर तर अलिक पढाइलाई 12 पछि अलिक राम्ररी गर भन्नुहुन्छ रेवनजीको त्यही हो त्यस्तो नराम्रो चाहिँ छैन सपोर्ट चाहिँ छ घरबाट राम्रै छ भन्नु सो म रेकर्डिङ हान्न जान्छु भन्दाखेरि चाहिँ कस्तो दामसाम माग्ने सानो ओर्ने सक्छ नि तिमीहरूको छैन म त माग्दिनँ दाइ दाइहरू हुनुहुन्छ सपोर्ट गर्ने दाइहरू हुन्छ साउट आउट टु फिरोज दाइ साउट आउट टु डम्बर दाइ होइन हुनुहुन्छ दाइहरू ठिक छ फ्यामिली जो उनीहरूलाई पनि फ्यामिलीले फुल्ली सपोर्ट गर्नुहुँदो रहेछ है सब तर प्रायः जस्तो स्टेटमा चाहिँ कि प्रायः जस्तो ऱ्यापर्सहरूले चाहिँ मतलब भन्छ कि फ्यामिलीले सपोर्ट छैन यताउति है सो फ्यामिलीले सपोर्ट नगरेको यहाँसम्म पुग्छ त होइन सपोर्ट त छँदैछ फ्यामिलीबाट बट देख्नु पनि पऱ्यो कि कसरी चाहिँ सपोर्ट गरिराख्नु भएको छ भनेर होइन कहाँ फ्यामिलीले पनि लु जा गाना रेकर्ड हान्नु भनेर कहाँ 5-6 हजार दिन्छ त ल्यामी होइन त त्यो 5 हजारले त 1 महिना पुग्छ त घरमा रासन के गर्दैछ छोराले होइन छोरा कुन बाटो हिँड्दैछ त्यो पनि हेर्नुहुन्छ नि त्यही हो अनि अब फ्यामिलीले त अब पोजिटिभै तिमीहरूलाई सपोर्ट गरिराख्नु भएको रहेछ पोजिटिभली नै सो अब त्यो भइसकेपछि एउटा रेस्पोन्सिबिलिटी पनि आउँछ फ्यामिलीहरूको एक्सपेक्टेसन पनि हुन्छ छोराले के गर्ला कि के भन्ला कि सो त्यो कतिको प्रेसर छ तिमीहरूमा होइन अब के गर्नुपर्छ होला मतलब तिमीहरूको फ्यामिलीमा को छ दाजुभाइ दिदीबहिनी दिदीहरू हुनुहुन्छ मेरो चाहिँ 2 जना भन्छ तिमी एक्लै छोरो तिम्रो भन्नु त गाह्रो छ एकजना दिदी मात्र हुनुहुन्छ हो अब भनेपछि केटा अब दाजुभाइहरू छैन तिमीहरूको भनेपछि अब तिमीहरू भएपछि त अब अलिकति जहाँ अझै प्रेसर आउँछ अब मेरो त दाइ हुनुहुन्छ है सो त्यही भएर हाम्रो चाहिँ अलिकति डिभाइडेड हुन्छ अब दाइले पनि अलिकति मैले पनि अलिकति हुन्छ तर अब तिमीहरूको त एक्लै भएपछि सो भनेपछि फ्यामिली प्रेसर त हुन्छ सो अब एक्सपेक्टेसन हुन्छ सो त्यो प्रेसर पनि हुन्छ नि अभियसली सो तिमीहरू चाहिँ
मतलब के चल्छ तिमीहरूको माइन्डमा होइन म त गर्नुपर्छ म किन फोकटमा ऱ्याप हानिरहेको छु बरु यस्तो गर्दा हुने टाइपको त्यस्तो हुन्छ कि हुँदैन छ नि दाइ म्युजिकमा पैसा गर्नु सक्यो भने त टाइम लाग्छ कुर्नु चाहिँ सक्नु पर्यो गर्नुपर्छ बिस्तारै साइडमा पनि राख्नु पर्यो साइडमा काम गर्दै यता म्युजिक सस्टेनेबल लाइफ बनाउन लागि त चाहियो यता साइडमा होइन आफूले पनि गर्नु पर्यो अब त्यो गर्नुपर्छ बिस्तारै कामहरू साइडमा म्युजिक पनि यसलाई पनि लाने हो कामलाई पनि काममा पनि फोकस गर्ने हो होइन सँगसँगै गरिदिनु सो रेवन्जी चाहिँ के छ तिम्रो चाहिँ के छ त नि होइन अब एक दुई वर्ष ट्राई हानौँ ल ऱ्यापमा भयो भने भयो भएन भने यता टाइपको छ मेरो चाहिँ त्यस्तो चाहिँ छैन म चाहिँ कन्टिन्यू नै हान्ने हो सँगसँगै काम पनि अब अवस्था हेर्नुपर्ने हुन्छ कस्तो हुन्छ त्यस्तै हुन्छ ठिक छ सो अब अघि हामीले अलिकति केराबारीको सिनको बारे अलिकति चाहिँ अलिअलि कुरा हुँदै थियो तर बर्तै नि मैले यसमा कुरा गर्छु भनेर कुरा काटिसकेको थिएँ सो अब चाहिँ यहाँ केराबारी हिपहप सिनको बारे कुरा गर्नु त अलिक डिटेलमा चाहिँ कस्तो छ त त्यहाँ चाहिँ ल सुरुवात कसरी भयो त त्यहाँ पहिले पनि दाइहरूले गर्नुभएको तर हामीले हाम्रो पर्दा हाम्रो आँखा अगाडि चाहिँ देखेको थिएनौँ हामीले चाहिँ देखेको थिएनौँ दाइहरूले गर्नुभएको रहेछ पहिले पनि तर त्यस्तो ठिकठाकै गर्नुभएको थियो तर अहिले जति चाहिँ गर्नुभएको थिएन है अहिले चाहिँ ठिकै छ निक्लिरहेछ सो त्यो दाइहरू चाहिँ कहाँ आउनुभयो त दाइहरू हुनुहुन्छ त्यही हुनुहुन्छ कोही विदेश फ्यामिली प्रब्लम होइन त्यही हो अहिले यो जोसेफ दाई हुनुहुन्छ सुनिल दाई त हुनुहुन्न सुनिल दाई बितिसक्नुभयो अनि को अरू त खासै देखेको पनि छैन दाई त्यही यसो युट्युबमा देखायो सो केराबारीमा त्यो के अरे त्यो हिपहप यात्रा कि जात्रा कि हिपहप यात्रा त्यो मैले पनि देखिरहेको थिएँ तेजु दाहरूले गर्दै रहेछ तेजु दाहरूसँग पनि म बोलचाल हुन्छ कहिले काहीँ है सो त्यो चाहिँ मतलब तिमी पनि त्यसमा थियो म दुइटैमा थिइनँ ऊ थिएन म चाहिँ थिएँ ऊ चाहिँ थियो त्यो चाहिँ तिमी थियो त्यो सो त्यसको बारेमा अलिकति भन न त त्यो के कस्तो खालको थियो त्यो प्रोग्राम मिटअप थियो कि अथवा त्यस्तै कन्सर्ट टाइपको थियो कि अथवा हिपहप नाइट कस्तो टाइपको थियो त्यो अब मिटअपै भनौँ होइन मिटअप टाइप त्यहाँ मैले यसो वाडाध्यक्षहरू पनि देखेँ त्यस्तो लाग्ने टाइपको दाइहरूले बोलाउनु भएको थियो अब यस्तै अब अगाडि त्यस्तो भएको थिएन नि त त्यस्तो प्रोग्राम केही थिएन अब ऱ्यापरहरूले चिन्नु त पऱ्यो नि त एकअर्कालाई आफ्नो सर्कलमा अनि त्यस्तै इन्टेन्सनले चाहिँ बनाउनु भएको दाइहरूले सो त्यो वाडाध्यक्षहरू लिएर टक्कसँग ल्याउनु त जो राम्ररी नै मैले हेर्थेँ अनि यति हामीले त मिक्लाजुङमा त एउटा हिपहप पुरै फुल्ली प्रोग्रामै गर्न सकेको छैन अहिलेसम्म अब यता हेर्छु त्यता पुरा वाडाध्यक्षहरू लिएर सम्मान गरिरहेको छ यता त्यो ऱ्याप हानिरहेको छ भन्दा चाहिँ ल राम्रो हुने रहेछ भनेको बट फेरि त्यसपछि चाहिँ अब हेर्दै म केराबारी के गर्छ होला भन्दै बसेँ साइपर निक्लेन केराबारीको फेरि ऱ्यापर्सहरूको मतलब केराबारीमा कस्तो छ आर्टिस्टहरू कतिको एक्टिभ छ गानाहरू कतिको ड्रप हान्छ छैन दाइ त्यही भएर म चाहिँ केराबारीमा किन केराबारीहरू फेरि राम्रो हुँदैछ त हिपहप यात्रा हुँदैछ अनि त्यसपछि फेरि अर्को पनि हिपहप यात्रा निकाल्यो फेरि किन चाहिँ बिचमा सेलियो भन्ने टाइपको भइरहेको थियो मलाई दाइ कसले टाइमै दिँदैन क्या दाइ धेरै फोकस छैन फोकसै छैन हामी गरिरहेको हुन्छौँ छ म्युजिकहरू त सब प्रोजेक्टहरू छ बाँकी पेन्डिङमै छ तर खोइ कसैले दिँदैन मेन त दिन्थ्यो होला मेन त हामीसँग स्टुडियो सेटअप भएन बिस्तारै हुन्छ फोन रेकर्ड मात्रै कति हान्नु होइन दाइ अस्ति तपाईँले नि भन्नुभएको थियो नि अपग्रेड चाहिँ हुनु पऱ्यो है अपग्रेड फोन रेकर्डै मात्र अब हुन त पहिले त फोन रेकर्ड पनि खतरा लाग्ने नि अब अहिले बिस्तारै अब साउन्ड बुझिन्छ के हो कस्तो हो होइन काम चलाउ त हुन्छ तर प्रपर त दिनु पऱ्यो नि होइन बिस्तारै डेभलप गर्दै जानुपर्छ सो अब स्टुडियोको भन्यो नि है कमी छ त्यहाँ है सो के छ त अनि टक्क मिलेर स्टुडियो खोल्ने कुराहरू छ कि अब अहिले त गाह्रै छ दाइ यसो पढाइले नै रोकिरहेछ क्या दाइ अब 12 पनि आउनु आँट्यो फाइनल इक्जाम नि आउनु आँट्यो उसको नि 10 को अहिले दाइहरू पनि सबै पढाइतिरै हुन्छ अब 12 सकिसकेपछि चाहिँ गर्ने सोचेको अहिले जस्तो काम चलाउँदै गर्ने त्यसपछि चाहिँ राम्ररी नै गर्ने ठिक छ जो केराबारीमा पनि टक्क एउटा हिपहप स्टुडियो बनाउनु हिपहप स्टुडियो नै हुन्छ कि अरू पनि केही हुन्छ त्यहाँ हामीले पहिल्यैदेखि स्ट्रिट रेकर्ड म देख्थेँ भाइले स्ट्रिट रेकर्ड पुरा हाल्थ्यो स्ट्रिट रेकर्ड त्यो बारेमा भन न त स्ट्रिट रेकर्ड चाहिँ भर्चुअली मतलब त्यो चाहिँ फिजिकली चाहिँ छैन रेकर्डिङ स्टुडियो बट स्ट्रिट रेकर्ड भनेर चाहिँ एउटा टक्क अलरेडी नै भइसक्यो त्यहाँ नाम चाहिँ दिइरहेको स्ट्रिट रेकर्ड
पहिले बनाएको दाइ पेज चाहिँ छ हामीले च्यानल पनि अब यसो खोलौँ न त भन्ने सोचेको तर अब कसैले पनि दिनु सक्दैन नि त कन्टेन्ट त्यहाँ अहिले नै त आफ्नै त यहाँ पर्सनली त दिनु सकेको छैन अलिक पछि नै त्यसलाई चाहिँ रेकर्ड लेभल टाइपको बनाउने क्या दाइ नटी बुद्ध ट्र्याप हाउस जस्तै है होइन दाइ ठिक सही छ सो सारा टु है नडीपुद्ध दाइलाई पनि दाइ कहाँ हुनुहुन्छ है सो दाइलाई पनि धेरै धेरै माया छ सो अनि केराबारीमा स्टुडियोको कुरो आयो है सो अनि केराबारीमा जस्तै अब स्टुडियो त भइहाल्यो अनि स्टेजहरू पनि हुन्छ प्रोग्राम कन्सर्टहरू त हुन्छ नि होला अभियसली है सो कतिको छ त तिमीहरूको स्टेज एक्सपिरियन्स चाहिँ छ दाइ स्टेज चढिया छ तर दाइहरूले स्टेज चढ्दाखेरि चाहिँ बिचबाट माइक खोजिदिने गीतहरू गाइदिने यस्तो होइन ऱ्याप नहान यस्तो भएन त्यही त त्यो पनि मैले पनि कतिपल्ट एक्सपिरियन्स गरेको छ क्या त्यो पहिले अब अहिले त अब अलिक दाहरू चिन्यो यताउति त्यही अहिले चाहिँ त्यो गएर ल्याम्मे हुँदैन त्यो किनकि अलिअलि मान्छेहरू चिन्यो अहिले चाहिँ त्यही भएर चाहिँ अब पहिले त हामीलाई पनि गाइरहेछ अब जस्तै हामी चाहिँ कस्तो हुन्छ भने हामी हिपहप कम्युनिटीबाट 4-5 जना जान्थ्यौँ ग्रुपै जान्थ्यौँ अब ग्रुपैले नि एउटा त गाना गाउनु पऱ्यो गएपछि अनि एकजनाले 3 मिनट गाना अनि एउटा गाना गाउँदाखेरि गइहाल्छ त टाइम फेरि ऱ्यापै पछि ऱ्याप भन्दाखेरि त मोनोटोनियस हुन्छ त्यसपछि बोरिङ लाग्न थाल्छ अफ गरिदिन्छ क्या अनि केटाहरू जहिले बिच्किने कति झगडा पर्ने है सो त्यस्तो एक्सपिरियन्स कति छ होइन अलिक लोकल आर्टिस्ट भनेपछि सानो भनेपछि हेप्छ क्या दाइ त्यो त अब किनकि चलेको पनि हुँदैन त्यही भएर त्यही हो क्या को र यिनीहरू त आफ्नै ठाउँको यिनीहरूलाई त देखिरहेको त हो नि भन्ने हुन्छ अनि रेस्पेक्ट त दिनु पऱ्यो नि दाइ त्यो बिस्तारै टाइम आउँछ है हाम्रो केटाहरूले भन्थ्यो क्या चलेर मात्र आउनु यिनीहरूलाई म जानेको छु भन्दै केटाहरू पनि राखेको नि त्यस्तो इक त छ नि दाइ इक त देखाउनु पर्ने हुन्छ पर्छ ठिक छ सो अनि अस्ति हामीले अनि यहाँ हाम्रो शब्दको खेल ऱ्याप ब्याटल पनि गरेको थियौँ है सो हामीले केटालाई इन्भाइट गरेको थियौँ केराबारीबाट आउनु पऱ्यो 1-2 जना ऱ्यापर्सहरू ब्याटलमा भनेर सो के भयो त त्यति बेला दाइ तपाईँले बोलाउनु भएको त्यतिखेर टाइमै मिलेन मेन त मनी हो आउनु जानु चाहियो छैन त्यही त घरमा मागिराख्ने कुरा भएन अब जति ठुलो उठ्दै गयो त्यति घरमा माग्नु अप्ठ्यारो लाग्न थाल्छ क्या फेरि खाजा खानु माग्दाखेरि कस्तो के क्राइम गरेर टाइपको कस्तो फिल हुन्छ क्या अहिले चाहिँ हामीलाई लिजन क्याटले दिइरहेछ र हेरिरहेछ र अलिक सजिलो भएको छ लिजन क्याट मतलब लिजन क्याट ब्रान्ड हो दाइहरूकै ब्रान्ड हो ठिक छ सुको लिजन क्याट त्यहाँ एउटा क्लोदिङ ब्रान्ड पनि पो छ केराबारीमा होइन काठमाडौँ हुनुहुन्छ अहिले सो यो बारे पनि थोरै भन्नु न त म थाहा नै थिएन यो बारे त नि लिजन क्याट के कस्तो स्टोरी मतलब कसरी कनेक्ट भयो ए जस्तो दसैँको बेला दाइ गाउँकै हो क्या गाउँकै दाइ हो हिमाल दाइ नवीन दाइ गाउँमा दसैँको बेला भेट भएको छ दाइसँग पहिलेदेखि भेट भएको तर अस्तिदेखि चाहिँ अलिक राम्ररी कनेक्सन बढेको छ अलिक अनि हाम्रो पनि छ यस्तो यो ऱ्यापर्सहरू थ्रुबाट प्रमोट गर्ने यस्तो त्यस्तो कुरा गर्नुहुँदै थियो क्या अनि तिमीलाई म क्याप पठाइदिन्छु भिडियो बनाइदेऊ यस्तो तिमीलाई नि फाइदा मलाई नि फाइदा यस्तो कुरा गर्नुभयो क्या अनि ल म नि भिडियो बनाइदिन्छु भनेर पठाइदिनु भएको थियो क्याप 5 वटा ठ्याक्क क्याप पठाइदिनु भएको थियो साइबरमा ढाकढुक ठिक छ सो यसरी लिङ्क चाहिँ बढाउनुपर्छ क्या है लिङ्कहरू बनाउँदै गर्ने राम्रो हुन्छ क्या सो जो राम्रो छ लेजेन्ड क्याप है लेजेन्ड क्याप सारा टु लेजेन्ड क्याप है दामी छ बिल क्वालिटी हैन सो कसरी मतलब लेजेन्ड क्याप भइहाल्यो तर यो हाम्रो पेड प्रमोसन छ हैन बट त्यही नि अब भाइहरूलाई सपोर्ट गरिराख्नु भएको छ है लेजेन्ड क्याप्स क्लोदिङ ब्रान्डले सो कसरी पर्चेस गर्ने यसलाई पेज छ के छ पेज छ दाइ लेजेन्ड क्याट इन्स्टाग्राममा फेसबुकमा पनि छ जाने हैन मेसेज गर्ने सो ठिक छ माया छ है त ल सो अनि अब लेजेन्ड क्याप भइहाल्यो सो अब अरू केराबारीबाट के भन्छ वार्ड अध्यक्षहरू त्यस्तोबाट सपोर्ट के छ कस्तो छ कि छैन अनि दाइहरूले अब हाम्रो त त्यस्तो हामी त कुरा गरिदिनु त्यसरी दाइहरू थ्रुबाट चाहिँ हुनसक्छ त्यस्तो त्यही त म तेजु दाइलाई देखिरहेको हुन्छु तेजु दाइले एक्टिभ देख्छु म जो घरि भिडियो बनाउने घरि के घरि ब्लग बनाउने यता मेलाको दिइरहेछ दाइले फेरि अनि यता केराबारीको पनि गरिरहेछ घरि के भिडियो बनाएको बनाए सो अनि मैले तेजु दाइलाई भने दाइ हिपहपको चाहिँ कस्तो छ भने भाइ अब म अस्ति दाइसँग पनि कुरा भएको थियो दाइ हिपहपको के छ कस्तो छ त भनेको भाइ म हिपहपकोमा चाहिँ अलिक त्यति हिपहप फिल्डमा होइन त्यसको बारे चाहिँ मलाई अलिक केही थाहा छैन भन्ने टाइपको कुरा हुँदै थियो केराबारीमा नि अब पोडकास्ट गर्ने टाइपको कुरा हुँदै थियो खोइ कुरा के हो दाइ बिचमै अड्क्यो
कुरा सो केराबारीमा टक्क एउटा भनौँ न टक्क एउटा सिनियर भन्ने दाइ चाहिँ सकेको छैन त मतलब कस्तो भने हिपहपमा चाहिँ क्या टक्क ल यस्तो गरौँ भन्दाखेरि चाहिँ ल कुरा काट्नु नसक्ने खालको त्यस्तो सकेको छैन छैन नि अहिले मतलब त्यही त एकजना चाहिँ निक्लिनुपर्छ कि त्यहाँबाट टक्क लिडिङ गर्नको लागि किनकि त्यसको सबैले कुरा मानोस् अहिले चाहिँ अस्ति चाहिँ ग्रुप पनि थिएन हाम्रो केही पनि थिएन अहिले चाहिँ स्ट्रिट रेकर्ड ग्रुप बनाएको छौँ त्यहाँ चाहिँ केराबारीको ऱ्यापर्सहरू जति सबै त्यही ग्रुपमै कुरा हुन्छ त्यहीबाट हामी नै त्यही त कि त युनिटी राम्रो हुनु पऱ्यो कि त एकजना लिडर हुनु पऱ्यो क्या सो अहिले नेपालमा नि त्यही त भएर छ आफ्टर यमबुद्ध दाइको डेथ भएपछि सबै आफ्नै हो अहिले बिफ चारैतिर विवाद सो त्यही त यो म कुरा एकछिनमा कुरा गरौँ भन्दै थिएँ बट अब अहिले निक्लि नै हाल्यो सो नेपको अब यता केराबारीको सिनबारे हामीले कुरा गरिहाल्यौँ है अब एकछिनबाट केही कुरा निक्ल्यो भने पनि फेरि गर्ने नै छौँ सो अब नेपको बारे कुरा गर्दाखेरि चाहिँ अरू के भन्न चाहन्छु अहिले जति ऱ्यापरहरू पनि बिफ्सहरू हुन त अब उनीहरूको आफ्नो के इस्यु होला है बट त्यही नि अब के भन्न चाहन्छु तिमी चाहिँ गर पर्नुपर्छ होइन तिमी चाहिँ पढेको छैन बिफ यस्तो डिस्ट्र्याक्टहरू पहिला दाइ थाहा लाग्यो दाइलाई पनि देख्थेँ त मैले मिक्स मास्टर गर्नु त्यो त मैले यस्तो देख्थेँ बाइकको टक्कसँगले हुन त हुन्छ म्याच होइन ठिकै छ रिलेसन अहिले त दाइसँग ठिक छ तर म चाहिँ फेरि यस्तो डिस बिफ हल्का चलपल दिने भयो कि पहिला त्यो एक टाइम हुन्छ त्यस्तै तर मेरो चाहिँ त्यस्तो फेरि कहिले मन आएन त्यो टक्क डिसानो मेताउती टाइपको चाहिँ मेरो चाहिँ पहिलेदेखि नै ल केटाहरूलाई मलाई मेरो चाहिँ मेन एउटा सपना भनेकै एउटा कम्युनिटी बिल्डअप गर्नु थियो जे त्यो बिल्डअप भयो अब यो कतिको कन्टिन्युटी हुन्छ त्यो त फ्युचरमा थाहा हुन्छ बट एटलिस्ट बिल्ड गऱ्यो त्यो चाहिँ मेरो सपना थियो गरियो राम्रो भयो सो मेरो सपना भन्दै अब तिमीहरूको नि त होला नि त केही न केही त केही जस्तै अब हेर ल अब यहाँ तिमीहरूको भिजनको बारेमा कुरा गर्ने भनिहाल्दै थियो बट त्यही नि अब कुरा आउँदाखेरि गरि नै हाल्नु किन रोक्नु भनेर सो केराबारीमा ऱ्याप हान्यो ठिक छ तिमीलाई ऱ्याप सुरु गर्यो ऱ्याप पनि हान्यो साइड पनि निकाल्यो ठिक छ तर यो सब गर्नुको रिजन तिमीहरूको एम तिमीहरूको गोल्स चाहिँ के हो त के को लागि गरेको त के को लागि दाइ फ्युचरकै लागि हो नि दाइ पछि जस्ट सेल्फ सेटिस्फ्याक्सनको लागि मात्र कि टक्क सो अफ लाग्यो कि तिमीहरूको के छ त भिजन हाम्रो पनि कम्युनिटी नै हो नि दाइ कम्युनिटी चिनाउनै पर्ने होइन रिप्रेजेन्ट गरे हो बिस्तारै अझै पनि आउँछ होइन भोल्युम 2 त आउँदैन तर केटाउन साइबर कुरा भएको छ फेरि पेन्डिङमा राखिरहेको छ बिस्तारै गर्नु चाहिँ पऱ्यो केटाहरू टक्क अब तिमीहरूले अब हुन त एक वर्षमा तिमीहरूले गाना कम्तीमा पनि 10-15वटा झार्छ होला होइन सो त्यति मध्येमा चाहिँ एउटा गाना चाहिँ टक्क ग्रुपले हान्नु पऱ्यो क्या त्यसरी किनकि त्यो गर्दा युनिटी देख्छ वर्षमा एउटा पनि ग्रुपको गाना निक्लेन भने त अलिक त्यो युनिटी देखिँदैन म केटालाई त्यही भन्छु कि अब सबैजना फ्री भर्सहरू आइरहेको हुन्छ त्यो त सबैजना गर्नु नसकेको पनि 2-3जनाको फ्री भर्सहरू वर्षमा एउटा दुईवटाको चाहिँ त्यो अब हाम्रो मिलाजुङ साइबर 2 को पनि ग्रुप 2 पेन्डिङमै छ क्या किनकि अब म पनि यता धेरै कुरामा बिजी भएँ अनि सुट भएको छैन ग्रुप 2 को अडियो फाइनल भएको छ सुटमा चाहिँ पेन्डिङ भएर छ किनकि आर्टिस्टहरू उनीहरू पनि बिजी भएको छ अनि त आर्टिस्टहरूलाई फेरि क्यान्सल गर्न अलिक गाह्रो नै हुन्छ किनकि सबै ग्रुप 2 मा चाहिँ को छ त्यो बिस्तारै रिभिल गरौँ न तर ग्रुप 2 मा चाहिँ म छैन ग्रुप 3 पनि आउँछ ग्रुप 3 मा चाहिँ म छु किनकि हामीले कसो गरेको भने नि जुन फाउन्डिङ मेम्बरहरू छ नि हाम्रो मिक्लाजुङको कम्युनिटीको उनीहरूलाई चाहिँ 3टा ग्रुपमा डिभाइड गरेको छौँ क्या ताकि एउटामा चाहिँ फाउन्डिङ मेम्बर होस् भनेर सो ग्रुप 1 मा चाहिँ छ साइन्टर फाउन्डिङ मेम्बर हो हाम्रो सुरुवातमा गरेकोहरू त्यसपछि ग्रुप 2 मा छ टाइसन ग्रुप 3 मा चाहिँ म सो त्यही भएर चाहिँ हामीले त्यसरी डिभाइड गरेर चाहिँ गरेको छौँ सो बिस्तारै त्यो आउँछ नि होला है आउने नै छ है अलिकति यता टाइमिङ नमिलेर चाहिँ हो है अब त्यो हाम्रो कुरो त अब के गरौँ यहाँ भाइहरूको पोडकास्टमा है सो अब यो अघि मैले कुरा गरेँ तर बट अझै अलिकति क्लियरली चाहिँ म भइनँ क्या सो मेन तिमीको भिजन चाहिँ के छ त टक्क एउटा स्टुडियो खोलेर भाइलाई रेकर्ड हनाउने भिजन हो कि केराबारलाई चाहिँ नेपालभरि चिनाउने भिजन हो कि एउटा सक्सेसफुल ऱ्यापर भएर चलेर टक्क पैसा छाप्ने भिजन हो कि जस्तो भए पनि जेसुकै पैसा छाप्ने हुँदा स्टुडियो खोलेर पैसा छाप्नु परेन दाइ होइन पर्छ मैले ट्राई गरेको थिएँ दाइ अस्ति त्यो फ्री गरिदिने भनेर मैले पोस्ट पनि गरेको मैले त्यहाँ देखिरहेको थिएँ फ्री रेकर्ड फ्रम स्ट्रिट रेकर्ड के भनेर थियो सो फ्री गरिदिने सोचेको थिएँ भएन दाइ गर्नु त खोजेको हो त्यही त त्यो के भन्छ त्यो सानो प्याकेट बडा के भन्छ त्यो छोटी मान्छे बढी बात के भन्छ नि त्यस्तै सोच होला किनकि अब भाइ अलिक सानो नै थियो भाइले फ्री रेकर्ड भन्दैछ कि आनु यसको टाइपको भयो होला कि बट अब तिमी अब अलिक 1-2 वर्षपछि भन्यो भने चाहिँ त्यसपछि डेफिनेटली मान्छेहरू कनेक्टेड हुन्छ नि हुन्छ किनकि म पनि पहिले त्यस्तै नै भएको
मैले मिक्ला झिम्पा कम्युनिटी बनाउँछु भन्दाखेरि कतिजना नेग्लेक्ट गर्यो। हाम्रो पहिले फर्स्ट मिटअप हुँदाखेरि 3 जना मिटअप बसेको, त्यही त हो नि। त्यही भएर नि बिस्तारै बिस्तारै अहिले चाहिँ बढेको। तर बिस्तारै बिस्तारै अब स्टुडियो रेकर्ड्स पनि अब भाइहरूले डेफिनेटली निकाल्छ नि। त्यो तपाईँको भनौँ न ड्रिम प्रोजेक्ट अथवा प्रोजेक्ट भन्दा पनि उनीहरूको एउटा भनौँ न एम गोल्स भनौँ, त्यो त अब केराबारीमा त निकाल्नै पऱ्यो नि। तिम्रो नि गर्ने केराबारीमा अब अरू को छ त्यहाँ हामीलाई थाहा छैन, बट हामीले जसलाई देख्छौँ त्यसलाई त भन्ने हुँदैन त। अब भित्र बसेर म खतरा भनेर त कामै छैन, बाहिर पनि निक्लिनु पर्यो, देखाउनु पर्यो नि। त्यही त गरेर चाहिँ देखाउनु पर्यो मेन चाहिँ त। सो जस भाइले चाहिँ त्यो आँटेको छ, गरेर पनि देखाएको छ। साइपर श्रीपाद साइपर कसको च्यानलमा? तिम्रो च्यानलमा त्यो पनि भनिदेऊ। भाइहरूको साइपर जो कडक ऱ्यापर्सहरू छ है। अनि मैले पनि फर्स्ट टाइम भाइसँग त्यो प्रोजेक्ट हुँदाखेरि कुरा पनि भएको थियो है। अनि त्यो थम्बनेल चाहिँ मैले नै बनाएको हो है। अनि त्यो एउटा कुरा है त। अनि त्यो प्रोजेक्टमा भाइले रेकर्डिङ बनाएको होइन त, तिमीले नि रेकर्डिङ मिक्स मास्टरिङ पनि होइन त? मिक्स मास्टरिङ उल्लो मैले गरेको। अनि भिडियो एडिट त मैले गरेँ। अनि हेर त भाइले पनि भाइ पछि केराबारीको केएल किङ हुन्छ भनेर। ठिक छ गर्नुपर्छ, किनकि त्यो अरूहरूको आशमा बस्यो भने त्यही हुने हो क्या। स्किल चाहिँ सिक्नै पर्छ क्या अभियसली। स्किल त त्यही त। म पहिले बस्थेँ अनि रेकर्ड गर्नु, मैले पहिले सोच्थेँ एउटा रेकर्ड गरेको त 200-300 होला भनेर सोच्थेँ। कति हो रेकर्ड गरेको भनेर कल गरेको त 2500-3000 भन्छ। साथै गयो त्यहाँदेखि त लु भनेर स्क्रिन रेकर्डर डाउनलोड गर्यो, बिट बजायो, राख्यो, गायो, त्यसरी सुरु। मैले नि रोएर यो स्पिकर किन्नु लागेको थिएँ क्या मम्मीलाई। कसरी भन्दाखेरि सोचे कस्तो क्या रेकर्ड गर्ने, स्पिकरमा बिट बजाउने अनि स्पिकरमै माइक जोड्ने, गीत गाउने, रेकर्ड भयो। अनि अलिक पछि चाहिँ ब्यान्ड ल्याब दाइले सजेस्ट गर्नुभयो। ब्यान्ड ल्याबले धेरै हेल्प गर्यो मलाई पनि। अनि मलाई एन्ड ट्र्याक चाहिँ चलाउन आएन क्या दाइ। एन्ड ट्र्याक पनि मैले चलाएँ। एन्ड ट्र्याकबाट चाहिँ म बिट बनाउन सिक्थेँ। तर बिस्तारै अब एफएल, किनकि एफएललाई धेरैले चलाउँछ भनेर म पनि एफएलमा सिफ्ट पनि, किनकि पछि गएर एफएल नै युज गर्ने हो भनेर चाहिँ एफएलमा सिफ्ट भएँ। त्यसपछि एन्ड ट्र्याकलाई चाहिँ मैले त्यति, ब्यान्ड ल्याबलाई चाहिँ फेरि मैले पानी बनाएँ चलाएर। ब्यान्ड ल्याब चाहिँ धेरै चलाएँ मैले, पानी बनाएँ। अनि त्यसपछि एफएलमा सिफ्ट भएपछि चाहिँ ब्यान्ड ल्याब पनि अब क्विट गर्दै गयो, अहिले चाहिँ एफएलमै छु है। सो ब्यान्ड ल्याबमै छौँ अहिले होइन। बिस्तारै गर्नुपर्छ, किनकि ब्यान्ड ल्याब भनेको मोबाइल भर्जनमा पनि हुन्छ, तर अब एफएल भनेको त अब त्यसको लागि त ल्यापटप पिसी नै चाहियो। सो केही छैन। सो अब रावणजी होइन त, रेवनजी। सो रेवनजी अब तिमी त मजाले टक्क बोलिनै रहेको छौ होइन त, टक्क खुली। रेवनजी चाहिँ किन अलिकति तिमी इन्ट्रोभर्ट टाइपको छौ कि के कस्तो छ? होइन कस्तो भन्नु, अब बोल्नु त बोल्छु होइन, राम्रै छ। ठिक छ किनकि म पनि कहिले होइन अब त्यो धेरै बोल्ने भन्दा धेरै बोल्दा पनि अब नराम्रो सोच्छ मानिसहरूले। सो टक्क तिमी चाहिँ कस्तो खालको रहेछौ? मलाई कस्तो खालको लाग्यो भने चाहिँ टक्क अब्जर्भर क्या, टक्क होइन। हाम्रो अब बोलचाल पनि थिएन नि त तपाईँ र मेरो त, फर्स्ट टाइम भेटेको त्यस्तो। अब त डेफिनेटली कुराकानी भइबस्छ, के कस्तो छ उताको। हामी सपोर्ट गर्नु पनि गरिरहेको हुन्छौँ, हामीलाई सपोर्ट चाहिएमा हामी बोलाइहाल्छौँ भाइहरूलाई यस्तो उस्तो भनेर। अब हामीले शब्द ऱ्याप ब्याटल सिजन 2 गरौँ भने चाहिँ डेफिनेटली भाइहरू पनि त्यसमा त आउनै नै पर्छ केराबारीबाट। किनकि यसको यो हामी सुरु गर्नुको मेन एमै भनेको पूर्वलाई समेट्नु हो। अनि पूर्वमा चाहिँ केराबारी छुट्यो क्या यसपालि। त्यही भएर चाहिँ अब अलिकति खल्लो भएको केराबारीलाई चाहिँ ल्याउनै पर्छ टाइपको भयो। तर केही छैन। अनि अब नेक्स्ट सिजन हामीले होप गऱ्यौँ भने अब बिस्तारै हामी पनि गऱ्यौँ भने गर्नुपर्छ नि। अब त्यसको लागि पनि फर्स्ट सिजन त हामीले अब तर राम्रो नै भयो है। त्यसको अब फर्स्ट सिजनमा मेन भनेको हात भनेको चाहिँ हाम्रो नटबुद्ध दाइको नि हो है। दाइले स्पोन्सर खोज्ने, के गर्ने, यताउति है। अनि मैले भनेको चाहिँ होस्टिङ सम्हालेँ, अलिअलि टेक्निकल पार्ट, पोस्टरहरू यताउति, पेज सम्हाल्ने काम चाहिँ मैले गरेँ। अनि मेन भनेको अब किनकि अब फन्डिङ इन्ट्रो गीत सहित पो गर्नुभयो होइन? हामीले गीत पनि गर्नुभएको थियो। नटिकदार मैले गरेको थिएँ है। अनि यहीँ हो, प्रडक्सन पनि यहीँ भएको सबै। जो भिजन त राम्रो लिएर गरेको, बट स्टिल अब अलिअलि त्यस्तै हो। अब एउटा गरेपछि अलिकति अब कुराकानी अलिक हल्का फुल्का त भइ नै हाल्छ है। तिमीको पनि हेर न साइपर अब झर्नु कति टाइम लाग्यो। त्यस्तै भएर चाहिँ हाम्रो पनि है। बट केही छैन, बिस्तारै आउने नै छ हाम्रो पनि है। वर्ष लाग्यो नि त हामीलाई साइपर ड्रप गर्न। केही छैन, बिस्तारै आए पनि राम्रो आएको छ। अब एज अ म त्यो टाइममा हेर्दाखेरि मलाई मेरो साइपर खतरा लाग्थ्यो।
तर अहिले हेर्दा मलाई त्यो साइपर 1 अहिले जोतको लाग्छ अहिले 2 को पनि मलाई नराम्रो लाग्न थालेको छ मैले फेरि त्यो आर्टिस्टहरूको भनेको होइन मैले किनकि साइपर 1 को पनि मैले भिडियो गरेको अनि साइपर 2 को पनि मैले नि गरेको सो मैले चाहिँ आफ्नो भिडियोको बारे कुरा गरेको है सो भाइहरूको पनि मैले भिडियोहरू हेरेँ अब एज अ मैले पनि त्यो अलरेडी गरेको हुनाले है सो अब अभियसली तिमीले आइफोनबाट गरेको क्वालिटी भनेको त अब त्यो 100 के भन्छ 1000 त हुने हो होइन त के छैन भाइले पनि बिस्तारै सिफ्ट हुनेछ अब मेन चाहिँ म तिमीलाई के सजेस्ट दिन चाहन्छु भने एज अ अलिकति अब मैले पनि पहिले गरेको हुनाले अब मेन त पैसा नि भने पैसा अब एकपल्ट तिमीलाई सोच तिमीलाई के हुँदाखेरि चाहिँ तिमीहरू वार्ड गर्न सक्थ्यौ होला भन त ल के तिमीहरूसँग अभियसली क्यामेरा भएको भए तिमीहरू अझै राम्रो क्वालिटी निकाल्न सक्थ्यौ दाइ हामीलाई क्यामेरा पनि चाहिन दाइ आइफोन अलिक गतिलो होइन क्यामेरा हल्का दिने भयो भने अनि माइक साइक अनि एउटा ल्यापटप भयो भने सक्यो अनि त्यसमा चलाउनु चाहिँ पऱ्यो क्या दाइ चलाउनु चाहिँ जान्नु पऱ्यो मेन स्किल अब तिमीहरूकोमा कस्तो छ के छ कम्युनिटीमा है तिमीहरूको कम्युनिटीमा कसरी ह्यान्डल गरिरहेको छौ बट अब तिमीहरूकोमा लिडर पनि छैन फेरि हाम्रो त हाम्रो पनि लिडर छैन बट अब अलिकति यस्तो गरौँ चाहिँ मै भनेर आउँछु होइन अनि कस्तो भने चाहिँ अब मैले चाहिँ केटाहरूलाई काम दिएको छु है त टक्क तिमी भनेको बिट बनाउने तिमी भनेको प्रड्युस गर्ने तिमी भनेको यो हेर्ने एउटा क्यामेराम्यान हेर्ने त्यस्तै तिमीहरू पनि एकजनालाई दिनु पऱ्यो क्या अब तिमीले मैले देखिरहेको छु तिमीलाई त तिमीसँग बोल्दै कुराकानी भएको तिमी पोस्टर पनि बनाउँथ्यौ मैले देख्थेँ यता मिक्स मास्टर पनि तिमीले गर्नु थाल्यौ अनि त्यसपछि बिट चाहिँ बनाउँदैन तिमी बिट बनाउँदैन यता भिडियो एडिट पनि तिमीले गर्यो मैले देखेँ उसलाई प्रोड्युसर बनाउनु भनेको दाइ केटाबारी हिपहपबाट होइन त्यो निक्लिनुपर्छ क्या त्यसरी एकजना स्किल चाहिँ हुनुपर्छ भयो स्किल भयो भने त तिमीहरू कहीँ पनि त्यो दुःख पाउँदैनौ क्या त्यो त्यही हो अब हुन त म पनि कहाँ खतरा चलेको र होइन बट त्यही नै अलिकति बुझेको जाने कुरोहरू चाहिँ अब भाइलाई टक्क भनेको सो अब गाइज अब लगभग अब कुराकानी त राम्रो नै भइरहेको छ बट अब जसरी भए पनि अब हामीलाई त टुङ्गो नै पर्यो है किनकि अब रातभरि कुराकानी गर्न सकिँदैन भाइसँग सो नेक्स्ट एपिसोडमा हामी आउने नै छौँ सो एट द एन्डमा आउँदै गर्दाखेरि चाहिँ अब हाम्रो भ्युवर्सहरूलाई के भन्न चाहन्छु तिमी टक्क अब भ्युवर्सहरूलाई तिमीहरूको अब भ्युवर्सहरूलाई भन्नुभन्दा अगाडि अब यहाँ कुराकानी भाइहरूसँग कुराकानी गर्दा मैले एउटा कुरा चाहिँ मिसै गरेँ क्या भाइहरूको गाना हामीले सुनेकै छैन सो अब अलिअलि भर्स त तिमीहरूले हान्नै पर्छ अघि बिचमा भन्नुपर्ने हो कि मैले बट त्यही नै अब भाइहरूसँग कुरा हुँदै गयो मजाले डिपली कुरा भयो है के कस्तो छ भनेर सो त्यही भएर चाहिँ अलिकति मिस भयो केही छैन सो अब हामी भाइहरूको ऱ्याप सुन्छौँ ल हामी एउटा अलिअलि भर्स जान्थ्यौँ ल भ्युवर्सहरूको लागि कोर्दै बस्छु कापीमा कटिसक्यो आधी रात सत्य कुरा बोल्छ जहिले हात राखियो छातीमा मलाई बुझ्न सक्दैनस् मलाई बुझ्न धैर्य गर कसले गरे कति परिश्रम भनिराख्न परेन भन्नु थाले भने सकिँदैन गनेर यहाँसम्म आफ्नै दममा आइयो अरूको आसमा परेन ठिक छ सो यता हाम्रो रेवनजीको मोहिन तिम्रो खास मोहिन तिम्रो लास तिमीलाई मायाको के कमी थिएन तोडिदियो आस मलाई रातभरि चटपटी गाह्रो फेर्न सास आज तिमी साथमा नभए नि ठामा भेट्छ साथ ठिक छ सो यो त भइहाल्यो बट अब के सुन्नु मलाई मन लाग्यो भने मलाई श्री 5 को भर्स सुन्न मन लाग्यो ल अलिअलि उकको जस्तो भयो हुन्छ ल अलिअलि तिमीहरूको भर्स तिमीले लेखेको आफ्नै हो कि उक मन भएको ऊ कसले लेखेको उक हामीले लेखेको सबले हो त्यसो भने ल भर्स हामीले आफ्नो भर्स लान्छु पिङ्गी म लाटा दिमाग चला पासा तेरो हातमा बासा भयो एका ट्राई मेरो हातमा जो जति ऱ्यापोस भएको आजकल खाएर घाँसपात फिक ऱ्यापोसलाई लातान बाघ भन्नेहरूलाई घाँस हाल्छ पाइदिन्छु गोटहरू खेलिदिन्छु बाघचाल ठिक छ ल रेवनजीको महलका फ्ल्याक्सी केटो स्पोर्ट माने ध्यान आजकल बढिरहेछ लेभल मेरो बढिरहेछ ज्ञान यहाँ आफू तर्ने साइडमा पछि कटान्ने प्लान तर सक्दैन अनि भाइ मेरो फ्यान बेस मेन्टेन तर लोकल छ प्रोफाइल मैले देखाएन पारा ठिक छ सो ल अब गाइज यो भाइहरू अब साइपर अब साइपर तिमीहरूको साइपर त साइपर नै हो है सो श्रीपाद साइपर हामी के 2 कहिलेसम्म देख्न पाउँछौँ मलाई के कस्तो छ श्रीपाद साइपर 2 अब रोकिनु चाहिँ भएन केटा निकाल्न त पर्छ श्रीपाद साइपर चाहिँ आउँदैन दा अब त्यो चाहिँ क्लोजै हो अब अरू साइबर चाहिँ आउँछ केटाउन साइबर पेन्डिङमा छ केटाउन साइबर आउँछ अनि अरू हुनसक्छ दाइ साइबरहरू चाहिँ आउँछ सो अनि अरू अपकमिङ प्रोजेक्टहरू के छ तिमीहरूको सोलो एल्बम यताउति छ कि मिक्सटेपहरू एल्बमतिर त नजाउँ दाइ एल्बम मिक्सटेप भन्दा पनि इपीहरू चाहिँ टन्नै छ दाइ रेकर्डिङ गर्न इपी भन्दाखेरि तिमीले त जर्नी इपी भने के हो त्यो जर्नी इपी पहिल्यै हो क्या दाइ त्यो गरेँ त पहिले दाइ जर्नी इपी निकाल्न खोजेको भन्थ्यो पोस्टर बनाइदिनु भन्थ्यो है सो त्यो मैले झरेको पनि देखिनँ अस्ति आयो त दाइ अस्ति ड्रप भयो त कतिवटा ट्र्याक छ त
मैले तिम्रो भिडियो 7वटा ट्र्याक थियो 7वटा ट्र्याकमा 2टा चाहिँ डिलिट गरिदिएको दाइ कपिराइट आएको थियो र बिटले अनि अहिले 5वटा ट्र्याक छ ठिकठाक गएको छ भ्यू 400-500 त ठिकठाकै भनौँ न अब होइन सुरुमा होइन अनि रेवनजीको चाहिँ के कस्तो छ मेरो पनि अहिले इपीमा चाहिँ काम हुँदैछ सकिने लाग्यो भन्नु सोलो प्रोजेक्टहरू के कस्तो छ म्युजिक भिडियो यताउति म्युजिक भिडियो गर्नुपर्छ गर्दैछौँ हामी यसरी गर्दै गर्दै आएको नि दाइ मतलब कसको थियो कोल्याब हो कि कोल्याब पनि छ दाइ एउटा उसको र मेरो कोल्याब छ अनि सिङ्गल सोलोहरू पनि गर्दै आएको क्या दाइ हान्नुपर्छ स्ट्रगल हान्नुपर्छ यसो केटाहरू भिडियो सुट हानेर यहाँ पोडकास्टमा आइरहेछ त्यो पनि अब उता दाइ कहाँ हो भन्दै पुरा कत्रो हिँडेर आएर उनीहरू है यसो दाइको बाटै थाहा छैन होइन उहाँ हामीलाई त नयाँ मङ्गलबारे पुर्याइदिनु पर्ने उहाँ पुर्याइदिएर उहाँदेखि हिँड्दै केही छैन एट द एन्ड अफ द भनौँ न एट द एन्डमा चाहिँ सबै बर्थिटै हुन्छ है सो सब पे अफ हुनेछ सो अब गाइज ल एट द एन्डमा हाम्रो भ्युवर्सहरूलाई के भन्न चाहन्छु अलिकति तिमीहरूको मनमा लागेको कुराहरू अथवा तिम्रो हुन त अब केराबारीको तिम्रो दाइहरूले पनि देखेर होला सिनियर दाइहरूले सो के भन्न चाहन्छौ त तिमी अब हार मान्नु भएन दाइ होइन हार मान्नु भएन कसैले गरिराख्नु पर्छ सफलता त एक दिन आइहाल्छ नि हार चाहिँ मान्नु भएन गरिराख्नु पऱ्यो दिनु पऱ्यो कन्टिन्यू त रेवनजी पनि केही अब गर्नै पऱ्यो त केही छैन ऊ कम बोले पनि टक्क लिमिटमा टक्क बोल्नुपर्ने कुरोहरू मात्र बोल्दो रहेछ ऊ है केही छैन सो ल अरू हाम्रो भ्युजहरूलाई के भन्न मन छ टक्क तिमीहरूको सोसियल मिडियाबारे केही थ्रु अथवा यताउति अब कोल्याबोरेसन छ भने होइन अहिले त पेड कोल्याब चल्छ है सबको होइन दाइ त्यस्तै छ कोल्याब छ भने कोल्याबोरेसन गर्नु मन छ भने चाहिँ अब कन्ट्याक्ट गर्नु सक्नुहुन्छ होइन जुनेश ठकुरी छ फेसबुकमा होइन युट्युबमा त भाइरस त ग्रेट हो सक्नुहुन्छ त्यसो गर्दा हुन्छ होइन रेवनको चाहिँ के कस्तो भनिदेऊ अलिकति भ्युजलाई कसरी तिमीसँग कनेक्ट हुने मसँग कनेक्ट हुने अब अहिले नै कोल्याबोरेसन गर्ने चाहिँ त्यस्तो प्लान छैन मेरो अब युट्युब च्यानल चाहिँ अब रेवन म्युजिक छ रेवन म्युजिक र फेसबुक चाहिँ रेवन लिम्बू छ ओके ल सो अरू के यति नै केही भन्नु सक्छ यति नै हो सो ल गाइज अब जे होस् कुराकानी राम्रो नै भयो है भाइहरूसँग आज उनीहरूको बारे अलिकति अब अझै डिपमा जान त मनै थियो बट अब त्यही नै अब टाइमलाई पनि हामीले बुझ्नु पर्ने हुन्छ टाइमको पनि ख्याल राख्नु पर्ने हुन्छ सो त्यही भएर चाहिँ उनीहरू पनि अब घर जान ढिलो हुन्छ के कस्तो हुन्छ सो अब नेक्स्ट पोडकास्ट फेरि हुने नै छ उनीहरूको अब अर्को नेक्स्ट प्रोजेक्ट आएपछि कुराकानी फेरि हुने नै छ है दाजुभाइहरूको त भेटघाट हुने नै छ फेरि अभियसली सो आजको कुराकानी राम्रो नै भयो सो कस्तो लाग्दो एक्सपिरियन्स अनि एकदम अब फर्स्ट एक्सपिरियन्स हो दाइ होइन इन्टरभ्यू त दिइहाल्छ तर यसरी दाइसँग चाहिँ पहिलोपटक भेटेको नटी दाइसँग पनि होइन साथीसँग पनि बिहाइन्ड द क्यामरामा हुन्छ होइन एकदम रमाइलो भयो नि त होइन बात उहाँदेखि आयो यतिको लागि त्यही त अब केटाहरूलाई चाहिँ अब ओपन छ त किनकि अब केराबारी पनि आफ्नै हो यता लेटाङ पनि आफ्नै हो मिक्लाजुङ लेटाङ केराबारी चाहिँ दाजुभाइ नै हो है अनि सो तिमीहरूलाई इफ एनी हेल्प चाहिएमा है फ्रिली कन्ट्याक्ट गर्न सक्छौ हाम्रो प्रोडक्सन हाउस छ हाम्रो मेकानिजम कम्युनिटी छ सपोर्टको लागि है सो के चाहिन्छ कसो चाहिन्छ हामी सक्दा आफ्नो तर्फबाट हामी हेल्प गर्ने नै छौँ सो गाइज अब यति नै भन्दै अब जे होस् भाइहरूसँग राम्रो कुराकानी भयो फेरि भेटघाट हुने नै छ है सो केटाहरूलाई बेस्ट अफ लक फर द अपकमिङ प्रोजेक्ट अनि उनीहरूको श्रीपाद साइपर चाहिँ तपाईँहरू गएर हेरिदिनु होला उनीहरूलाई फलो गर्नु होला उनीहरूको युट्युब पेजमा फेसबुकमा पनि तपाईँहरू कुरा गर्न चाहनुहुन्छ इफ तपाईँहरू फ्युचर हुन चाहनुहुन्छ भने कोलाब गर्न चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला है उनीहरूको हामी हालिदिनेछौँ है फेसबुक लिङ्क है सो गाइज अब यति नै भन्दै आजको भेटघाट पोडकास्ट चाहिँ म अब अन्त्य गर्न चाहन्छु प्याक अप